हामीले आफ्नो छोराको नाम क्षितिज राख्यौं किनभने हामी चाहन्थ्यौं उसको जीवनमा सधैँ नयाँ आशाको क्षितिज होस्। मलाई थाहा थियो रमेशले आफ्नो बाल्यकालमा जस्तो पीडा भोगे त्यो पीडाको बोझ हाम्रो छोरामा जानु हुँदैन। रमेशले सधैँ भन्छन्, पूजा, हाम्रो घरमा झगडालाई प्रवेश नदियौं। हाम्रो घरमा कुनै पनि कुरा लुकाइएको छैन। हामी रिसाउँदा पनि हामी झगडा गर्दैनौं। हामी केवल भन्छौं, म अहिले रिसाएको छु, मलाई 10 मिनेटको समय देऊ। एक दिन क्षितिजले स्कुलबाट आउँदा मलाई सोध्यो, आमा, हजुरबुवा र हजुरआमा किन छुट्टा छुट्टै बस्नुहुन्छ? मैले मुस्कुराउँदै भने, बाबु, उहाँहरूका घर दुईटा छन्, तर प्रेमको बाटो एउटै हो र हाम्रो घर तिमीले रोजेको शान्तिको बाटो हो। मैले बुझेँ। रमेशले आफ्नो बुबा-आमालाई माफी दिए, उनले आफूलाई माफी दिए र त्यो माफीको सबैभन्दा सुन्दर उपहार हाम्रो छोरा क्षितिज हो। हामीले उसलाई धन सम्पत्ति दिएनौं, तर हामीले उसलाई शान्तिमा बाँच्ने स्वतन्त्रता दियौं।